आजको भिडियोमा म तपाईहरुलाई जापानमा रहेर नेपालमा हुनुभएको आफ्नो फ्यामिलीहरुलाई रिलेटिभ्सहरुलाई कसरी जापान घुमाउन बोलाउन सकिन्छ फ्यामिली भिजिटको लागि बोलाउन सकिन्छ टुरिस्ट भिजाले भन्ने विषयमा कुरा गर्छु हैन डकुमेन्टहरु जति पनि चाहिन्छ त्यो सबै डकुमेन्टहरुको भर्ने तरिका ए टु जेड देखिबाट लिएर त्यो सबै डकुमेन्टहरु कहाँबाट कलेक्ट गर्ने त्यो सबै विषयमा चाहिँ म भिडियोहरु बनाएर राख्ने छु हैन सबभन्दा पहिला चाहिँ तपाईहरुले अब डकुमेन्टको लिस्ट के हुन्छ थाहा पाउनु पर्ने छ हैन त्यो डकुमेन्टको लिस्ट के हो भनेर थाहा पाउनको लागि चाहिँ अहिले यहाँ माथि स्क्रिनमा आइरहेको लिंक क्लिक गर्नुभयो भने त्यो मेरो अलि अगाडि पुरानो भिडियो हो त्यहाँ हेर्नुभयो भने चाहिँ सबै डकुमेन्टहरुको लिस्टको बारेमा र प्लस अरु जानकारीहरुको बारेमा भनेको छु त्यहाँबाट हेरेर तपाईले डकुमेन्टहरुको लिस्टको बारेमा पहिला चेक गर्नु होला त्यसपछि आजको भिडियोमा चाहिँ त्यो डकुमेन्टहरु मध्येको एउटा डकुमेन्ट एप्लिकेसन फर्म कसरी भर्ने मैले आफूले मेरो प्यारेन्ट्सको फर्म भर्दाखेरि कसरी भरेको त्यो प्रोसेस सबै यहाँ गरेर देखाउनु चाहिँ स्क्रिन रेकर्ड गरेर हैन अनि त्यहाँबाट तपाईहरुले त्यही अनुसार तपाईहरुले पनि आफ्नो फर्म भर्न सक्नुहुन्छ है त त्यो भन्दा अगाडि चाहिँ मैले जापानमा रहेर जापानमा छिट्टै एडजस्ट हुनको लागि सिक्नुपर्ने कुराहरुलाई चाहिँ बेस गरेर विभिन्न भिडियोहरु बनाइरहेको हुन्छु त्यो भिडियोहरुले तपाईहरुलाई कतै न कतै हेल्प भएको छ भने प्लिज च्यानल शेयर सब्स्क्राइब गरेर आइदिनु होला है त अब चाहिँ फर्म फिल अप कसरी गर्ने त्यो हेरिहालौं है त एप्लिकेसन फर्म चाहिँ यो यसको चाहिँ लिंक म यो भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु त्यहाँबाट तपाईले डाउनलोड गरेर भर्न सक्नुहुन्छ अब यसको चाहिँ माथि हेर्नुहुन्छ भने यो साइजको फोटो टाँस भनेको छ यसमा केही समस्या भएन त्यो साइजको फोटो खिच्दियो भने खिच्दिहाल्छ त्यही टाँस्नु भयो हुन्छ यहाँ भर्ने डिटेल चाहिँ सबै एप्लिकेन्ट हो है त दुई जना हुनुहुन्छ भने दुई जनाले छुट्टा छुट्टै भर्नुपर्छ तीन जना हुनुहुन्छ भने तीन जनाले छुट्टा छुट्टै भर्नुपर्छ है त प्रत्येकले चाहिँ छुट्टा छुट्टै भर्नुपर्ने पेज हो यो अनि यहाँ चाहिँ कहीँ पनि जापानिज वर्डहरु युज नगर्नु होला सबै इंग्लिशमा युज गर्नु होला है त अब यहाँ फर्स्टमा हेर्नुहुन्छ भने थर लेख्ने ठाउँ भयो सरनेम भनेको यहाँ केही समस्या भएन त्यसपछि आफ्नो नाम भयो अब नाम प्लस मिडल नेम छ भने सँगै लेख्दा भयो अनि त्यो भन्दा तल भनेको तपाईहरुले अरु केही नाम छ भने लेख्नुस् भने यो खासै इम्पोर्टेन्ट भएन यहाँ आउनु भयो भने तपाईको डेट अफ बर्थ हो डे मन्थ इयर गरेर लेख भनेको छ यो नबुझ्ने कुरै भएन यो प्लेस अफ बर्थ हो अनि यहाँ भन्दा तल चाहिँ सेक्स के हो मेल फिमेल के राख्ने हो मेल हो भने यहाँ भयो फिमेल हो भने यता भयो है त त्यसपछि म्यारिटल स्ट्याटस सिंगल यता म्यारिड यता अब यो आफ्नो इच्छाले राख्नु होला हैन त्यसपछि नेशनलिटी अर सिटिजनशिप भनेको अब यहाँ चुज गर्न मिल्छ यहाँबाट हैन यसरी चुज गरेर अब नेपाल राख्ने त होला हैन यो भन्दा तल भनेको चाहिँ पहिला कुनै कन्ट्रीको सिटिजनशिप केही लिनु भएको थियो भने भनेर सोधेको हो अब आईडी इश्युड टु यु बाइ योर गभर्नमेन्ट यसमा चाहिँ त्यो अब राष्ट्रिय परिचय पत्र नम्बर राख्नु भइहाल्यो त्यसपछि पासपोर्ट टाइप कुन हो नर्मली अर्डिनरी नै भयो त्यसपछि कहाँ इश्यु भएको त्यहाँ लेख्नु पर्यो डेट अफ इश्यु भनेको पासपोर्टमै भइहाल्छ अब इश्यु कसले गरेको भन्ने पनि पासपोर्टमै हेर्नुभयो भने त्यही हुन्छ हैन अब एक्सपायरी डेट के हो यो सिकाइरहनु पर्दैन पासपोर्टमै भइहाल्छ अब सर्टिफिकेट अफ एलिजिबिलिटी भनेको हाम्रो छैन नि त एलिजिबिलिटीको हैन त्यही भएर मतलब भएन यो खाली छोडिदिनु भयो नि हुन्छ या इन्टु छोडिदिनु भयो नि हुन्छ अब पर्पज अफ भिजिट टु जापान भनेको ठाउँमा फ्यामिली भिजिट भनेर लेख्दिएको थिएँ मैले चाहिँ हैन अब फ्यामिली भिजिट हो भने त्यही फ्यामिली भिजिट लेख्दै भइहाल्यो अब इन्टेन्डेड लेन्थ अफ स्टे इन जापान कति दिन चाहिँ तपाईहरु बस्ने प्लानिङ हो तपाईहरुले एउटा ट्राप हुन्छ नि जापानमा बस्ने एउटा आइटिनरी लेखेर बुझाउनु पर्छ के प्लान कुन दिन कहाँ जाने के गर्ने सबै ए टु जेड प्रत्येक दिनको लेखेर बुझाउनु पर्ने हुन्छ त्यहाँ कति दिनको लेख्नुहुन्छ त्यही अनुसार मिलाएर यहाँ डेज लेख्नु भइहाल्यो अब डेट कहिले आउने अब अनुसार एप्लाई गर्न चाहनुहुन्छ भन्ने हो हैन अब मैले चाहिँ त्यो राखेको थिएँ हैन त्यसपछि पोर्ट कुन एयरपोर्टमा आउने भन्ने भयो अब एयरलाइन्सको नाम के हो भन्ने भयो अनि त्यसपछि शिप नेम अफ शिप अर एयरलाइन भनेको छ आफूले मन लागेको कुरा लेख्नु होला त्यसपछि नेम एन्ड एड्रेसेस अफ होटल्स अर पर्सन्स अब तपाईले बोलाउने मान्छे चाहिँ कहाँ बस्ने भन्ने हो तपाईकै घरमा आएर बस्ने हो भने तपाईको आफ्नो नाम लेखे भयो आफ्नो फोन नम्बर लेखे भयो एड्रेस लेखे भयो हैन अनि त्यसपछि डेट्स एन्ड ड्युरेसन अफ प्रिभियस अब पहिला नि बसेर जानुभयो भने कति दिन बसेर जानुभयो त्यही लेख्नु भयो छैन भने इन्टु गरे भयो योर करेन्ट रेसिडेन्शियल एड्रेस इफ यु हेभ मोर देन वन एड्रेस भनेको छ भने चाहिँ यो चाहिँ यहाँ तपाईको अब एप्लिकेन्टको भयो त एप्लिकेन्टको नेपालको एड्रेस लेख्ने अब घरको नम्बर फोन नम्बर इमेल के छ सबै लेखिदिनु भयो हुन्छ करेन्ट प्रोफेसन के हो त्यो लेख्ने हैन अनि अब काम गरिरहेछ भने यहाँ कम्पनीको नेम एड्रेस फोन नम्बरहरु लेखे भइहाल्यो यहाँ भन्दा तल भने चाहिँ पार्टनर्स प्रोफेसन भनेको छ जो मान्छे आउँदै हुनुहुन्छ उहाँ म्यारिड हो भने चाहिँ उहाँको पार्टनरको प्रोफेसन के हो त्यति लेख्दै हुन्छ
अब यदि माइनर हो भने चाहिँ माइनरको प्यारेन्ट्सको प्रोफेसन के हो त्यो लेख्नुभएको हुन्छ है त। अब यहाँ तल आएर चाहिँ ग्यारेन्टर अर रिफरेन्स इन जापान भनेको जापानमा ग्यारेन्टरको तपाईँ आफै ग्यारेन्टर हो। अब तपाईँले इन्भाइट गर्ने हो भने आफ्नो नाम लेख्दा भयो, आफ्नो फोन नम्बर लेखे भयो, अनि यहाँ चाहिँ अब जापानको एड्रेस लेख्ने भयो, अनि यहाँ डेट अफ बर्थहरू मेल फिमेल लेख्ने भयो होइन। अनि रिलेसनसिप टु एप्लिकेन्ट भनेको के हो तपाईँको आउने मान्छेसँगको रिलेसनसिप त्यो लेख्नु भयो। अनि अब प्रोफेसनल अकुपेसनहरू छ होइन, यहाँ अब कम्पनी इम्प्लोइ के हो लेखेर नेसनालिटी एन्ड इमिग्रेसन स्ट्याटस भएपछि अब नेपाल त भइहाल्यो नेसनालिटी, अब ब्र्याकेटमा चाहिँ आफ्नो रेसिडेन्स कार्डको स्ट्याटस के छ त्यो लेखिदिनु भयो हुन्छ। अब यहाँ तल चाहिँ इन्भाइटर छ, यहाँ माथिको डिटेल भनेको चाहिँ ग्यारेन्टरहरूको भयो होइन, रिफरेन्स भनेको छ होइन ग्यारेन्टर रिफरेन्स, यहाँ भनेको चाहिँ इन्भाइटर हो है त। अब इन्भाइटर बोलाउने मान्छे र यहाँ र आउने आइसकेपछि आफ्नो खर्च बिहोर्ने मान्छे एउटै हो भने सेम एज एबभ लेखिदिए भइहाल्यो है त। यो खासै अब गाह्रो बनाउनलाई फरक गरिरहनु जरुरी नै हुन्न होइन। अनि स्पोन्सर गर्ने मान्छे र इन्भाइटर गर्ने मान्छे चाहिँ एउटै भएको भएर मैले चाहिँ सेम एज एबभ लेखिदिएको होइन, त्यो लेख्दा केही फरक पर्दैन। फरक हो भने चाहिँ फरक लेख्नुपर्छ है फेरि, यहाँ ग्यारेन्टर एकजना इन्भाइटर एकजना हो भने चाहिँ। त्यसपछि यहाँ तल आउनुभयो भने अब यो टिकमार्क लगाउने हो। अब बिन कन्भिक्टेड अफ क्राइम अर अफेन्स इन एन्ड कन्ट्री भने जस्तो नो भइहाल्छ, यो सर पढेर अब केमा टिक लगाउनुहोस् होइन। अनि बाइचान्स कुनै ठाउँमा यस लगाएको छ भने त्यसको बारेमा यहाँ लेख्ने भयो, यस लेखेँ भने त भिजा नै आउँदैन खास मेरो विचारमा होइन। त्यो कारण त्योभन्दा तल आइसकेपछि डेट अफ एप्लिकेसन भनेको छ, सिग्नेचर अफ एप्लिकेन्ट भनेको छ। यो सबै डकुमेन्ट फर्म फिलअप गरिसकेपछि त्यसलाई नेपाल पठाउनु पऱ्यो। अरू डकुमेन्ट पनि सँगै कलेक्ट गरेर है त, यो मात्र होइन, सबै डकुमेन्ट रेडी गरेर अनि नेपाल पठाएर अनि नेपालको बुझाउन जाने बेलामा चाहिँ अब यहाँ डेट अफ एप्लिकेसन अब जुन दिन अब बुझाउन जाने या त्यसको 1-2-4 दिन अगाडि आफ्नो इच्छाले यहाँ डेट लेख्ने, यहाँ एप्लिकेन्टको साइन गर्ने, अनि भिएफएसमा हामीले डेट लिएर बसेको हुन्छौँ, अनि लिएर गएर भिएफएसमा सबै डकुमेन्ट एकैचोटि लगेर बुझाइदिने हो। त्यति हो है त गर्नुपर्ने कुरा, भर्नुपर्ने गाह्रो कुरा के पनि छैन है त। फर्म भर्ने त यति नै भयो। जतिजना आउँदै हुनुहुन्छ त्यही अनुसारको छुट्टा छुट्टै भर्नुपर्ने हुन्छ, एउटैमा मिल्दैन होइन। 2जना आउँदै हुनुहुन्छ भने 2टा यस्तै खाले फर्म भर्ने हो, त्यसमा केही समस्या भएन होइन। अब यति फर्म भर्नुहोस्, यो फर्म भरिसकेर नर्मली चाहिँ अब नेपालमा भरे नि भयो, जहाँ भरे नि भयो फर्म चाहिँ। तर अब आफ्नो प्यारेन्ट्सलाई भरेर बुझाउनलाई चाहिँ उतापट्टि बुझिन्न नि त खासै कुराहरू, त्यही भएर तपाईँले नै भरेर नेपाल पठाउनु भयो हुन्छ। यो सँगसँगै अब पठाउने डकुमेन्टहरू चाहिँ अरू पनि धेरै हुन्छ होइन। आजको भिडियोमा सिर्फ मैले एप्लिकेसन फर्म भर्नु मात्र सिकाएको हो। यो एप्लिकेसन फर्म भर्नुहोस्, रेडी गर्नुहोस्। अब अर्को भिडियोमा चाहिँ अर्को फर्म कसरी भर्ने म फेरि बनाएर राख्छु होइन। नबुझेको ठाउँहरू कमेन्टमा छोड्नु होला। अनि तपाईँहरूलाई जापानमा रहेर यो सब्जेक्टमा चाहिँ मलाई जान्न मन लागेको थियो, भिडियो बनाइदिनुहोस् भनेर तपाईँले कमेन्टतिर छोड्नु भयो भने त्यो सब्जेक्टमा म फेरि अरू भिडियो पनि बनाएर राख्नेछु। अबको केही टाइमको लागि चाहिँ A to Z टुरिस्ट भिजाले आफ्नो फ्यामिलीलाई कसरी बोलाउने त्यसको चाहिँ A to Z फलोअपको भिडियोहरू सबै क्लियरली सबैले बुझ्ने गरी बनाएर राख्नेछु। अब यति नै भयो कुरा। बाँकी चाहिँ मेरो च्यानल सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त। मन परेको छ, हेल्प भएको छ भने मात्र है त।